नमस्ते। केही दिन अगाडि मैले एउटा नसासँग सम्बन्धित भिडियो बनाएको थिएँ। तपाईँहरू सबैको अत्यन्तै धेरै माया पाएँ र खुसी पनि लाग्यो। सम्पूर्णलाई धेरै धेरै धन्यवाद र धेरैले सल्लाह सुझाव पनि दिनुभयो। अत्यन्तै खुसी लाग्यो। हजुरहरूप्रति हार्दिक आभार टक्र्याउन चाहन्छु र त्यही भिडियो सन्दर्भमा केही साथीहरूले मलाई मेसेज गर्नुभएको थियो र उहाँहरूले प्रेमसँग सम्बन्धित मलाई केही प्रश्नहरू गर्नुभयो र मैले उहाँलाई छोटकरीमा बुझाउन त बुझाएँ। तथापि अझ मैले यसलाई भिडियोमा डिटेलमा राख्न सकेँ भने अझै केही सहयोग पुग्छ अथवा सबैले जान्ने अवसर पाउनुहुन्छ र यो भिडियो जानकारीमूलकको लागि मात्रै बनाइएको हो र यो प्रश्नमा मैले आफूले चिन्तन गरे अनुसार आफ्ना विचारहरूलाई भिडियो मार्फत म सेयर गर्दैछु। सबैको यो क्वेसनसँग सम्बन्धित सबैका आआफ्ना विचारहरू हुन सक्छन्, सबैको आआफ्नो बुझाइ हुनसक्छ र म केवल आफ्नो विचारहरू राख्नेछु र आफ्नो बुझाइहरू मात्रै म सेयर गर्नेछु र तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अनि म तपाईँहरूका हरेक शब्दहरूलाई आशीर्वाद स्वरूप ग्रहण गर्नेछु। यो चाहिँ स्वतन्त्र प्रेमसँग सम्बन्धित क्वेसन गर्नुभएको छ साथीहरूले चाहिँ। हुन त अहिलेको उमेर नै यही हो, न मोहलाई पनि प्रेम सम्झिन्छन् होइन, अनि कसैले नभोगेको नपाएको दुःख चाहिँ भोग्नुपर्छ। उहाँहरूको प्रश्न के छ भने प्रेम स्वतन्त्र हो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता किन पर्छ त हैन? के प्रेममा कुनै सीमा हुनुपर्छ कि पूर्ण स्वतन्त्रता दिनुपर्छ प्रेमलाई भन्ने उहाँहरूको यो दुईटा प्रश्न रहेको छ। र ढिलो नगरी म विषयवस्तुतर्फ लाग्छु। हेर्नुहोस्, प्रेमलाई कुनै प्रकारले रोक्न सक्दैन। प्रेम शाश्वत सत्य छ हैन। प्रेमको आफ्नै स्वतन्त्रता छ, यसको कुनै सीमा छैन, यसको कुनै नियम छैन। न त समाजको बनावटी कानुनले यसलाई रोक्न सक्छ, न त परम्पराको साङ्लोले नै यसलाई बाँध्न सक्छ। प्रेम आफैमा पवित्र, सहज र उन्मुक्त छ। तर यहाँ तपाईँहरूको प्रश्न के छ भने यदि प्रेम स्वतन्त्र छ भने के हामी पूर्ण रूपमा यसको प्रवाहमा बग्न सक्छौँ भन्ने जस्तो तपाईँको प्रश्न रहेको छ। बुझ्नुहोस् भने हामीले प्रेमलाई होइन, आफ्नो मनलाई नियन्त्रणमा गर्न सक्नुपर्छ। किनकि हाम्रो मन अस्थिर छ, चञ्चल छ, अनेकौँ भ्रम, मोह र तृष्णालाई भरिएको छ। प्रेम पवित्र हुन्छ, तर त्यो हाम्रो चञ्चल, अस्थिर, अनेकौँ मोह र तृष्णाले भरिएको मन यदि त्यो प्रेममा वासनाको लेप लाग्न दिन्छ भने सम्झिनुहोस् त्यो प्रेम वास्तविकता होइन, मात्र केवल मोह हो भनेर। मोहले बन्धन सिर्जना गर्छ, तर प्रेमले स्वतन्त्रता दिन्छ। प्रेमको सही अनुभूति त्यति बेला मात्र सम्भव हुन्छ जब हामीले आफ्नो मनलाई अनुशासनमा राख्न सक्छौँ। प्रेममा स्वतन्त्रता अवश्य आवश्यक छ नै, तर मनलाई संयम दिनु अझै आवश्यक छ। मनलाई बन्धनमा राख्नु भनेको त्यसलाई निष्क्रिय बनाउन होइन, बरु हामीले त्यो मनलाई त झन् शुद्ध, स्थिर र सन्तुलित बनाउनु हो भनेर हामीले सम्झिनुपर्छ। जब हामी मनलाई अनुशासित गर्छौँ तब मात्र प्रेमको वास्तविक सुगन्ध महकिन्छ, तब मात्र हामीले वास्तविक प्रेमलाई महसुस गर्न सक्छौँ। असंयमित मनले प्रेमलाई स्वार्थको खोल ओढाइदिन्छ, अहङ्कारले ढाकिदिन्छ र स्वामित्वको चाहना बन्धनमा पार्छ। प्रेम स्वच्छ हावा जस्तै हो, जसलाई जबरजस्ती मुठीमा राख्न खोजियो भने त्यसले अस्तित्व नै गुमाउँछ। तसर्थ जब प्रेमलाई सम्मानपूर्वक स्वतन्त्र छोडिन्छ तब यो झनै उज्यालो भएर फक्रिन्छ। यदि हामी प्रेम गर्न चाहन्छौँ भने पहिलो शर्त भनेको आफ्नो मनलाई नियन्त्रण गर्नु हो। किनकि अस्थिर मनको प्रेम क्षणिक हुन्छ भने स्थिर मनको प्रेम सधैँ रहन्छ, युगौँ युगसम्म त्यो प्रेम रहिरहन्छ।
सबैले के बुझ्नुहोस् भने प्रेम त त्यो सागर हो जसको गहिराई र विशालता अनन्त छ। तर त्यसमा डुब्न मन स्थिर हुनुपर्छ, होइन भने हामी केवल छालहरूमा अस्थिर भएर डुब्नेछौँ मात्रै। प्रेमको वास्तविक आनन्द हामीले लिन सक्ने छैनौँ। प्रेमलाई स्वतन्त्र छोडौँ, तर मनलाई हामीले अनुशासनमा राखौँ, किनकि यही संयमले प्रेमलाई शुद्ध, पवित्र र चिरस्थायी बनाउँछ।